पक्कै पनि हामीले नयाँ सुरुवात गर्दाखेरि मनमा डर त हुन्छ है, तर त्यो डर चाहिँ तपाईँको सपना, लक्ष्य अनि भविष्यभन्दा ठुलो हुनु भएन है त। नमस्ते एभ्रिवान, म सन्ध्या राई सोलुखुम्बुबाट डिजिटल एन्टरप्रेन्योर। आज चाहिँ मेरो डिजिटल बिजनेसको 90 डेज च्यालेन्जको डे 37 को भिडियो एन्ड आजको टपिक रहेको छ वाइ वेट टु स्टार्ट योर बिजनेस। मतलब तपाईँ चाहिँ आफ्नो बिजनेस सुरु गर्नको लागि किन पर्खने त हैन। जब हामीलाई यो कुरा थाहा छ आफ्नो गन्तव्यमा पुग्नको लागि हामीले यात्रा सुरु गर्नै पर्छ हैन, कुनै काम पुरा गर्नको लागि हामीले सुरु गर्नै पर्छ। त्यस्तै आफ्नो गोल अचिभ गर्नु छ भने पनि हामीले समथिङ न्यू स्टार्ट त गर्नै पर्छ, जुन जर्नीमा हामी अगाडि बढ्न चाहिरहेका छौँ हैन त। यदि आज तपाईँले सुरुवात गर्नु भएन भने 1 वर्ष पछाडि पनि तपाईँको लाइफमा केही चेन्जेस आएको हुँदैन। आज जहाँ हुनुहुन्छ त्यही नै रहन सक्नुहुन्छ हैन। तर तपाईँले सुरुवात गर्नुभयो भने नि 1 वर्षपछि तपाईँको लाइफमा ठुलो परिवर्तन चाहिँ आइसकेको हुन्छ है। यो कुरा गर्दाखेरि मलाई मेरो मामुसँग बचपनमा जोडेको एउटा सानो स्टोरीको याद आयो कि हैन, किनकि त्यो स्टोरीले चाहिँ त्यो बेला मेरो मन छुएको थियो नि त हैन, त्यही भएर नि मैले याद गरिराखेको रहेछु। मामुसँग समटाइमसम्म लङ जर्नी ट्रिपमा जाँदाखेरि चाहिँ उहाँसँग हिँड्न गाह्रो हुन्थ्यो कि, अब पहाडमा जहाँ पनि हिँडेर जानुपर्ने हैन। अनि मामुसँग हिँड्दाखेरि यस्तो थकाइ लाग्थ्यो, खुट्टा दुख्थ्यो। अनि भन्थे कि एकछिन बिसाउँ न है मामु भन्थे कि, चौतारा आयो कि बिसाउँ भनिहाल्थेँ कि म। अनि मामुले पनि मान्नुहुने, अनि बिसाइन्थ्यो। तर बिसाएको 2-3 मिनट पनि भएको हुन्थेन, मामुले जाउँ भनिहाल्नुहुने के। अनि मैले भन्थेँ थकाइ त मेटेकै छैन, किन जाने अहिले भन्दाखेरि चाहिँ उहाँले भन्नुहुन्थ्यो 2-4 पाइला भए पनि बाटो घट्छ हैन। अब बसिराख्यो भने त हाम्रो जिउ एकदम बिसाएर अहिले झन् हिँड्न गाह्रो हुन्छ, त्यही भएर बल गरेर अगाडि जाउँ भन्नुहुन्थ्यो कि। अनि मन नमान्दै भए पनि म उठेर उहाँको पछि लाग्थेँ हैन। तर अलिकति पर पुगेर फर्केर हेर्दाखेरि नि त्यो ठाउँलाई साँच्चै एउटा यस्तो खुसी चाहिँ महसुस हुन्थ्यो कि ओहो मामुले कर लाउनु भएर आइयो हैन, मैले हिँड्नुपर्ने बाटो त अलिकति छोटो भएछ नि त, त्यहीँ बसिराखेको भए त फेरि पनि यो बाटो म हिँडेरै आउनु पर्ने नै हुन्थ्यो, कमसेकम म अगाडि त आएँ भनेर राख्थेँ। अनि मामाको पछि चाहिँ मुसु मुस्काराउँदै हिँड्थेँ कि आफै हैन। मैले यो कुरा यो कारण यहाँ गरिराखेको छु कि हामीले सुरु गरिसकेपछि चाहिँ हाम्रो लाइफमा प्रोग्रेस चेन्जेस भनेको चाहिँ थोरै नै आए पनि केही फरक भएन हैन। स्टार्ट गरेको केही समयपछि हामी अगाडि बढेर फर्केर हेरेपछि जो चेन्जेस आएको हुन्छ नि हामीले एक्सन टेक गरिसकेपछि हैन, त्यो कुरालाई त्यो प्रोग्रेसहरूलाई देख्दाखेरि चाहिँ हामीभित्र एउटा यस्तो पोजिटिभ माइन्डसेट चाहिँ आउँदो रहेछ कि मैले सुरु गरेर ध्यान दिएर हैन एउटा कन्सिस्टेन्सीको साथ चाहिँ अगाडि बढेको भए सायद म योभन्दा पनि अगाडि गइसक्थेँ कि है। मैले सुरुवातै नगरेको भए त म जहाँ हुन्थेँ त्यही नै रहन्थेँ होला आज पनि। मैले सुरुवात गरेर त यहाँसम्म आएँ। अब यसलाई चाहिँ थोरै इफोर्ट लाएर कन्सिस्टेन्सीको साथ मैले ध्यान दिएर अगाडि बढाएँ भने त हो म कहाँ पुग्छु होला भन्ने एउटा पोजिटिभ माइन्डसेट चाहिँ हामीभित्र बिल्ड हुँदो रहेछ कि, र त्यसले चाहिँ हामीलाई यस्तो इनर्जी दिन्छ हैन, अगाडि बढ्नलाई यति सजिलो बनाइदिन्छ कि त्यो जस्तो चुनौतीहरू आउँदाखेरि पनि तपाईँले चाहिँ त्यसलाई सजिलैसँग फेस गरेर अगाडि बढ्न सक्ने खालको एउटा पोजिटिभ माइन्डसेट चाहिँ बिल्ड भइसकेको हुन्छ कि तपाईँभित्र। त्यही भएर पनि हामीलाई केही प्रोग्रेसहरू चाहिएको छ लाइफमा, अगाडि बढ्नु छ, आफ्नो गोलहरू एचिभ गर्नु छ भने फर्स्ट अफ अल हामीले एक्सन टेक गर्नै पर्छ हैन। डर लाग्छ हैन, डर लाग्छ, तर डरलाई जितेर अगाडि बढ्न एकदमै जरुरी हुन्छ है। र धेरैजना मानिसहरूको कुरा पनि मैले सुनिराखेको हुन्छु कि अहिले सुरु गर्नको लागि चाहिँ म तयारी छैन, मसँग स्किल्सहरू छैन, अथवा मसँग पैसा छैन, पर्फेक्ट टाइम छैन भनेर रोकिराख्नु भएको हुन्छ कि। तर एक्चुअली भन्यो भने हाम्रो लाइफमा यसरी स्टार्ट गर्नको लागि पर्फेक्ट टाइम त कहिल्यै पनि मिलाउन सकिँदैन र आउँदैन पनि। त्यसलाई भनेको आफैले नै स्टार्ट गर्ने हो। आज नै सानो एउटा एक्सन लिएर सुरुवात गर्नुहोस् न हैन, किनकि द बेस्ट टाइम टु स्टार्ट वाज यस्टरडे एन्ड द सेकेन्ड बेस्ट टाइम इज टुडे है। सो हाम्रो लाइफमा स्टार्ट गर्नको लागि पर्फेक्ट टाइम कहिले पनि आउँदैन, हामी आफैले क्रिएट गर्न सक्नुपर्छ हैन। र तपाईँले आज सुरुवात गर्नुभएको एउटा सानो कदमले नै चाहिँ भोलि तपाईँको लाइफमा ठुलो सफलता लिएर पक्कै पनि आउनेछ है त। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। र आई होप आजको मेरो भिडियो मार्फत चाहिँ तपाईँलाई यो बुझिसक्नु भएको छ कि हामीले सुरुवात किन गर्न जरुरी हुँदो रहेछ हैन। र सुरु गर्नको लागि पनि पर्फेक्ट टाइम आउँदैन, हामी आफैले क्रिएट गर्नुपर्ने हुँदो रहेछ है। र तपाईँलाई चाहिँ यो बिजनेस मन परिरहेको छ,
या बिजनेसको बारेमा अझै धेरै जानकारी लिन चाहनुहुन्छ या एक्सन टेक गर्न चाहिँ सोचिराख्नु भएको छ र के गर्नुपर्छ अगाडि बढ्नको लागि भनेर चाहिँ तपाईँलाई थाहा छैन भने मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। अगाडिको जर्नीमा चाहिँ तपाईँलाई स्टेप बाई स्टेप एज अ मेन्टर रहेर चाहिँ गाइड गर्नेछु है। र मेरो बिजनेसको बारेमा अझै धेरै जानकारी लिनको लागि मेरो वेबसाइट www.sandhyarai.com मा लगइन गरेर पनि बुझ्न सक्नुहुन्छ है त। आजको लागि यति नै। हामी नेक्स्ट टपिक एन्ड नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ। बाई बाई।